चलन थियो हरायो। लोक संस्कृति पनि हराउँदा हराउँदा बाहिरी ऱ्याप गीत के गीत आउन लागिसके होइन। हाम्रो पुस्तासम्म अलिअलि रहन्छ। पछि छिमेकमा भएको दाजुभाइलाई चिन्दैनन्। त्यस्तो मोबाइलमा व्यस्त हुन्छ, त्यसैसँग कन्ट्याक्ट गर्ने मान्छे भेटिन्छ, त्यससँग कन्ट्याक्ट हुन्छ, अरू चाहिँ मतलबै हुँदैन। असार 15 रुपैयाँ महोत्सव लेखनाथ उद्योग वाणिज्य सङ्घबाट आयोजित यस लेखनाथमा यस मैली ताल पहिला यस ठाउँमा ताल यहाँनिर मान्छे बसे तिमी आइहाल्यौ भोलि बा आमालाई धुन कति आएको आज भन्नै पर्यो कि हिजो हावा लाएर हावा चाहिँ चाहिएछ। हावाले उडाएर माइक त केही नक्सा सबै त्यही म यता छु हैन म यता छु खुङ खार्छु कि अलि बढी मेरो नि 4 लिटर परियोजनालाई फल गरिदिन म चाहन्छु। त्यो तालहरू हाम्रो खास्टे ताल पनि हुनसक्छ, ढुकङ ताल हुनसक्छ, मैती ताल हुनसक्छ, जुनसुकै तालमा भए पनि हामी स्वीकार्ने कुरामा गर्न मेयर साहबलाई निवेदन गर्न चाहन्छु। र अर्को यहाँ उपस्थित धेरै साथीहरू आइसक्नु भएको छ। म यहाँलाई के निवेदन गर्न चाहन्छु भने हाम्रो सारिक लेखनाथ विजुबनवारी यस्तै किसिमको लेखनाथ महोत्सव हुन्छ, त्यस्तै महोत्सव यो रोपाई महोत्सव हाम्रो सारिक वडाहरूमा एउटा चोइस गरेर गरौँ भन्ने म यहाँसँग निवेदन गर्दै पुनः एकचोटि यहाँको यो कार्यक्रम भव्य र सफलमा सबैलाई शुभकामना दिउँछु। हस्त नमस्कार, जय नेपाल। हामी यसै क्रममा केही किसानहरूलाई सम्मान गर्न गइराखेका छौँ। आदरणीय किसान जसले जीवनभर अन्य कुनै पेसा व्यवसाय नगरिकन कृषि कर्म नै गर्नुभयो, उहाँलाई हामी खुल्लै पोखरा महानगरपालिकाबाट
कृषि सञ्जाल सम्मान गर्न चाहन्छ र उहाँको नाम वाचन गर्छु। अरूलाई यहाँ माथि स्टेजमा बोलाउँछु उहाँलाई हेरेर चाहिँ ल लामा सरको नमस्ते रेस्टुरेन्टबाट अहिले हामी तीर्थस्थलको दृश्य अवलोकन गर्दैछौँ। पर रूपाकोट रिसोर्ट पनि देखिएको छ यहाँबाट। जङ्गलभित्र उहाँ डोजरले काम गर्दै रहेछ। जताततै हरियाली एकदम मस्त देखिएछ।
चाहिँ दिनुहोस् न लामा छोरा नमस्ते रेस्टुरेन्टमा ओ नमस्कार 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 आरामै एकदम आरामै ए लक्ष्मी नै आएको आज आयो झोल माछा के भुजा मगाएको कि चिउरा हाम्रो त अब